हाम्रो केटाहरू चाहिँ आज स्ल्यान चढाइरहेको छ यहाँ कमजोर भएर गाईहरू सब ए ल यो भएन क्या गोठको व्यवस्थापन यहाँको त्यहाँ एउटा ग्रुपले स्ल्यान चढाइरहेको छ त्यहाँ अब हाम्रो यसलाई अरे लास्ट खतरा छ अरे त सबैभन्दा खतरा चाहिँ हाम्रै केटाहरूलाई पर्दो रहेछ समय छ के छेडाइदिनु यतापट्टि चाहिँ होला हौ छेडाउनु त्यहाँ सजिलो हुन्छ म छेडाकोमा भिडियो गर्छु एकछिन नजाउँ त म छेडाको नसा भेट्छ कि भेट्दैन हाम्रो केटाहरूले नसा भेट्छ कि भेट्दैन कुनाउनु पऱ्यो नि खोज्दा यही त होइन होला त्यही हो ठुलो नसा हो खै भित्र हो त्यो यहाँ त होइन यो त त्यो त हाड मचकोटी ए घोज्छ है मलाई होइन म त खासमै नसे चाहिँ नभेट्ने भयो मचकोटी त्यही होला भाइ यिनीहरूले यहाँनिर नसेलुको छ नि भेट्यो गएर त्यो तराउ त हालेर केटाले पारा बाघले जस्तो कहाँ हान आउँछ कानमा चाहिँ समाउन झ्याप्पै यहाँनिर हो त्यसरी सिङ्गल लाग्छ उता अर्को यताको कानमा चाहिँ होला हौ उल्टा पर्छ भन्यो आएन भेटेन लुट्यो नि भेटेन 2 मिनट भयो केटा नभेटेको तयारी अवस्था छुको छ 2 मिनट भयो खोज्दैछ 3 मिनट हुन आयो भेटेन यहाँको गाईको त म त नसै भेट्थेँ अलिक ए भेटाएको रहेछु त्यहीबाट लग न त्यही हान्दा नि भेट्यो जस्तो भेट्यो यो जोड न जोड खेर गइसक्यो नि यहाँ बोलट ल हाम्रो केटाहरू पनि पर्फेक्ट भयो अब चाहिँ खोल्दै होला ठ्याक्कै यता तल राखेर ल अब पछाडि गरिदिन्छु भयो भयो आयो चिप्ल्यो फोन त छ खान चाहिँ त्यो होइन तल सुर्ला आउनुपर्छ भएन खुसी हो बिचमा परेन खुसिन्छ त्यही हो त सिक्ने होइन ऊ रगत चाहिँ निकालेकै हो सर निकालेकै हो मेरो साथी हो यहाँ यसलाई अहिले माथि घोचिहाल्नु पर्दैन थियो प्लास्टिकको केही पर्दैन यसै घोचिहाल्नु पर्दैन है यसमा पर्दैन प्लास्टिक खुम्चिन्छ नि त होइन खुम्चिन्छ केही फरक छैन पछि गर्दा पनि हुन्थ्यो इन्फेक्सन हुन्छ फेरि भन्छ गरिदिएको मैले गरिसकेँ आफ्नो गर्दाखेरि उता गएर सजिलो गरी समाउनु अलिक तपाईँले धेरै पनि समाउनु हुँदैन पर्दैन कि ल थोरै गरेर समाउनु दिइहाल्छ धेरै कुन चाहिँ निकालेकै हो केटाले खतरै होइन अलि माथि गर्ने अलिक हात समाएर दुःख यो माया भन्ने चिजै हटाउनु पर्ने रहेछ के हो माया गरेर त हुँदैन म जस्तो म कसैलाई माया गर्दिनँ थाहा छ नि म माया भन्ने मलाई छ नि छैन कसैको त्यसैले मसँग कोही नगेटिभ हुँदैन नि माया भन्ने शब्द यो डक्टरलाई राख्नु नहुने है कति हो ओ डक्टर साहब झोले डक्टर खै पाँचमाले झिको गुड लौ त्यहाँ भेटेन है
रगत झिक्नु भने सकिन्छ नि अब होइन रगतै अर्को ठाउँबाट त लगत बगेको भयो त आएछ त आयो आयो फेरि रगत त आउँछ या फेरि अलिक धेरै बासियो क्या थोरै ताना त धेरै नै आयो अरे यसलाई घुसारेर चाहिँ चेक गर्नु होला त्योबाट नै आउँछ कि निडुबाट नै आउँछ आयो हुन्छ नि त्यो समाउँदा मात्रै हात छोडिदेऊ त त्यो छोड्दा त गयो पो त दिन त त्यसमा दिन त दिन न दिने एकपल्ट समाउँदा आएन एकपल्ट दिएर अनि समाउँदा आयो छोड्दा चाहिँ बेका अब तल गर्नुहोस् आयो आयो रगत आयो यत्रो निकाल्नु कहिलेकाहीँ त्यो त्यस्तो हुन्छ उसले त्यसले परेको हुन्छ कति त्यो पहिले समाउँदा यतिको धेरै भयो धेरै अब यहाँ आउने एकजना उतिबाट 10 ml कन्सिपिलेस तानेर ल्याउनु त कन्सिपिलेस 10 ml परको ग्रुपको यता हेरेर यहाँ हात कालो धेरै आउँदा पो 10 ml तानेर ल्याउनु अब हामी दबाई बनाइन्छौँ यो आएको आउँछ फेरि फेरि कमजोर बनाइदिन्छ हामी चाहिँ उपचार गर्नु धेरै डाक्टर सघाउनु न हजुरले यसरी गरिदिनु नि गाईलाई अब त्यत्रो गर्नै पर्दैन यसो गर्नु त छोरा त म यसलाई तपाईँ नाकै सघाएर गाईले दिँदैन यसरी तल गर्ने बस दिन्छ त्यसो बिस्तारी या कनाइदिने यसरी अलिअलि हात लाएर केही गरिदिँदैन बिस्तारी गर्नुहोस् झन् त्यसै गर्दाखेरि नाक समाइराख्यो भने गाई बदमास हुन्छ क्या सुरुमा घोत्ता मात्रै हो